नमस्ते साथीहरू, केसीसीले बुने युट्युब च्यानलमा सबैजनालाई धेरै धेरै स्वागत छ। र मैले आज यो स्वेटर, यो लेडिज स्वेटर बनाएको थिएँ। यो डिजाइन राखेर एकदमै राम्रो देखिन्छ है। मैले यो डिजाइन राखेर मैले धेरै स्वेटर बनाइसकेको छु। लेडिजमा एकदमै राम्रो छ, तर यो जेन्ट्समा पनि राख्न सक्नुहुन्छ अनि बेबी स्वेटरको लागि पनि राख्न सक्नुहुन्छ। यो डिजाइन र टोपीमा पनि राख्न सक्नुहुन्छ है। एकदमै राम्रो छ यो डिजाइन बनाउन अनि सजिलो पनि छ साथीहरू। त्यस्तो गाह्रो छैन है, सिम्पलै छ यो बुट्टा। अनि मैले यो डिजाइन राखेर हेर्नु लेडिज स्वेटर बनाएको छु। यो डिजाइनमा जम्मा जम्मी 7 घरको लिनुपर्छ। 7 घर गरेर अनि छुट्टै एक्स्ट्रा 4 घर लिनुपर्छ है। यसमा हजुरहरूले लेडिज स्वेटर बनाउँदाखेरि कति घर को थाल्नुभएको छ अनि त्यसलाई जुन घरलाई डिभाइड गरेर 7ले डिभाइड गरेर त्यसरी गरेर अनि हजुरहरूले त्यो डिजाइन राख्न सक्नुहुन्छ। यस्तै गरेर मैले जस्तै गरेर अनि एक्स्ट्रा छुट्टै 4 घर पनि हिसाब गर्नुपर्छ है। अनि मैले आज यो डिजाइन कसरी बनाउने म हजुरहरूलाई सिकाउन गइरहेको छु। साथीहरू अवश्य पनि हेरिदिनुहुन्छ होला भन्ने आशा गर्छु। र हजुरहरू नयाँ हुनुहुन्छ भने मेरो केसीसीले पनि च्यानललाई सब्सक्राइब गरिदिनु होला र लाइक एन्ड सेयर पनि गरिदिनु होला है त साथीहरू। आज मैले यो डिजाइन हेर्नु, यो डिजाइन जम्मा जम्मी 7 घरको अनि बिचमा मैले यो डिजाइन जम्मा जम्मी 5 घर र बिचमा 2 घर गरेर यो 7 घर हुन आउँछ क्या साथीहरू। र मैले यसमा 18 घर लिएको छु। 7 दुना 14 प्लस 4 घर एक्स्ट्रा गरेर 18 घर लिएको छु साथीहरू। अब हेर्नु होला है त, यो डिजाइन जम्मा जम्मी 6 लाइनमा पुरा हुन्छ। एकदमै सिम्पल छ बनाउन। हेर्नु होला, यो यसमा मेरो 2टा डिजाइन मात्र बन्छ। र यो पहिलो घर यसरी निकाल्नु होला अनि 2 घर उल्टो बुन्नु। 1 2 घर उल्टो, धागो पछाडि 5 घर सुल्टो। 1 2 3 4 5 घर सुल्टो अनि धागो अगाडि फेरि 2 घर उल्टो। 1 2 फेरि धागो पछाडि 1 2 3 4 5 घर सुल्टो। यसरी धागो अगाडि 2 घर उल्टो, छेउको घरलाई सुल्टो। यसरी साथीहरू पहिलो लाइन पुरा भयो। 2 घर उल्टो 5 घर सुल्टो, 2 घर उल्टो 5 घर सुल्टो, 2 घर उल्टो गरेर यसरी पहिलो लाइन पुरा भयो। र अब उल्टो साइडमा है साथीहरू, सिम्पल छ एकदम, जस्तो छ त्यस्तै बुन्नु होला। यो पहिलो घर निकाल्ने अनि यहाँ सुल्टो देखिएको छ 2 घर होइन, यताबाट उल्टो छ भने यताबाट सुल्टो हुन आउँछ। 2 घर सुल्टो बुन्ने। 1 2 धागो अगाडि। अब यसमा उल्टो देखिएको छ साथीहरू, 5 घर उल्टो बुन्ने। 1 2 3 4 5 धागो पछाडि 2 घर फेरि सुल्टो। 1 2 धागो अगाडि 5 घर उल्टो। 1 2 3 4 5 घर उल्टो, धागो पछाडि फेरि 2 घर सुल्टो, लास्ट घर उल्टो। यसरी साथीहरू अब हेर्नु होला, दोस्रो लाइन पनि पुरा भयो। तेस्रो लाइनमा फेरि 2 घर उल्टो। अब धागो पछाडि। अब हेर्नु होला, यसमा हामीले यो पहिलो घरलाई सुल्टो बुन्ने होइन। अब यो दोस्रो र तेस्रो घरलाई हेर्नु होला, यो पछाडि घरलाई यसरी निकाल्नु होला अनि यसलाई अगाडि ल्याउने, यो घरलाई होइन यसरी अगाडि राख्नु। अब अगाडि राखिसकेपछि यो 3 घरलाई एकैचोटि यसरी बुन्नु। 3 घरलाई यसरी बुन्ने। यो धागोलाई बुनिसकेपछि यसरी अगाडि ल्याउनु होला। यसरी अगाडि ल्याउने, फेरि पनि यसैमै बुन्ने 3 घरलाई यसरी।
यसरी 3 घरलाई 3 घरै बनाउने के हैन। अब यो 1 घर सुल्टोलाई सुल्टो बनाउने अनि यो उल्टोलाई उल्टो नै बुन्नु होला। अब फेरि हेर्नु होला साथीहरु, यसमा यो पहिलो घरलाई सुल्टो बुन्ने 1 घर हैन। अब फेरि हेर्नु होला, यो यसरी निकाल्नु, यो पछाडि घरलाई अगाडि ल्याउनु के यसरी अगाडि घरलाई पछाडि लैजाने अनि यसरी राख्ने हैन। राखिसकेपछि यो तीनैवटा घरलाई यसरी 3 घरलाई एकैचोटि यसरी बुन्नु सुल्टो। अनि धागो अगाडि ल्याउनु होला, यसरी धागोलाई अगाडि ल्याउने, फेरि पनि यही 3 घरलाई फेरि बुन्ने। फेरि यो लास्ट सुल्टो घर छ, यसलाई सुल्टो नै बुन्ने। धागो अगाडि 2 घर उल्टो, लास्ट घरलाई सुल्टो। यसरी हाम्रो तेस्रो लाइन अथवा थर्ड लाइन पनि पुरा भयो साथीहरु। अब चौथो लाइनमा हेर्नु होला, यो उल्टो साइड हो, यो जस्तो देखियो त्यस्तै बुन्नु होला। यो सुल्टो देखिएछ 2 घर सुल्टो बुन्ने, यो उल्टो देखिएछ 5 घरलाई उल्टो बुन्ने। 1 2 3 4 5 फेरि 2 घर सुल्टो 1 2 फेरि 5 घर उल्टो 1 2 3 4 5 हैन। अनि फेरि 2 घर सुल्टो, लास्ट घरलाई उल्टो। यसरी यो उल्टो साइड हो हैन। यसरी हाम्रो चारौं लाइन पनि पुरा भयो है। अब हेर्नु होला, पहिलो घर यसरी निकाल्नु, 2 घर उल्टो यो 5औं लाइनमा अनि धागो पछाडि। अब हेर्नु होला है साथीहरु, यो घर पछाडि घरलाई अगाडि ल्याउने, फेरि यसरी निकाल्ने, पछाडिको अगाडि अगाडिको पछाडि लैजाने है। अनि यसरी बुन्ने, सिंगल नै बुन्ने। फेरि 1 2 घर यो पनि 3 घर सुल्टो बुनेपछि अब फेरि यसमा नि हेर्नु होला, यो पछाडिको यो अगाडिको छैन, अगाडि घरलाई पछाडि लैजाने र पछाडि घरलाई अगाडि ल्याउने। यसरी निकाल्नु होला, यो पछाडि घरलाई अगाडि अगाडिको घरलाई पछाडि यसरी ल्याउने, एक घरलाई क्रस गर्ने हो के यसरी। अनि सुल्टो नै बुन्ने अनि 2 घर उल्टो। फेरि पनि त्यस्तै साथीहरु, यो पछाडि घरलाई पहिला बुन्नु होला, यसरी अगाडि ल्याएर अनि यो पनि सुल्टो बुन्ने। अब यसमा नि हेर्नु होला, फेरि यो अगाडि पछाडि गर्ने, अगाडि गर्ने पछाडि, र मैले यसरी गर्छु है सजिलोको लागि। पहिला यसरी पछाडि घरलाई टिप्ने अनि यसरी गर्ने, सुल्टो नै बुन्ने अनि 2 घर उल्टो, लास्ट घरलाई सुल्टो। यसरी साथीहरु एकदमै सजिलो छ है। अब छेटो लाइन है, लास्ट लाइन, यो उल्टो साइडबाट जस्तो देखियो त्यस्तै बुन्नु होला। सुल्टो देखिएको छ, सुल्टो बुन्ने, यो 5 घर उल्टो बुन्ने, 1 2 3 4 5 फेरि 2 घर सुल्टो, 5 घर उल्टो, 1 2 3 4 5 फेरि 2 घर सुल्टो, 1 2 लास्ट घरलाई उल्टो। यसरी हाम्रो डिजाइन पुरा भयो साथीहरु। यस्तै गरेर दोहोर्याउँदै जानु होला, रिपिट गर्दै जाने हैन। यसरी एकदमै राम्रो छ यो डिजाइन र बनाउन पनि एकदमै सजिलो। फेरि म हेर्नु होला, पहिलो लाइन कसरी गर्ने। पहिलो लाइन फेरि 2 घर उल्टो बुन्ने, एकदमै सजिलो। अनि 5 घर सुल्टो बुन्ने,
दुई घर उल्टो बुन्ने, 5 घर सुल्टो बुन्ने। फेरि 2 घर उल्टो बुन्ने। यस्तै साथीहरु हेर्नु होला, यो पहिलो लाइनमा 2 घर उल्टो, 5 घर सुल्टो, 2 घर उल्टो, 5 घर सुल्टो गर्दै बुन्ने र यो उल्टो साइडमा जस्तो देखिन्छ त्यस्तै बुन्ने, सुल्टो देखेको ठाउँमा सुल्टो र उल्टो बुनेको ठाउँमा उल्टो। त्यस्तै गरेर फेरि थर्ड लाइनमा पहिलो यो उल्टो बुन्ने, पहिलो घर बुनेपछि फेरि यो 3 घरलाई हामी यो बिचको घरलाई अगाडि ल्याउने र 3 घरलाई एकैचोटि बुन्ने है त। यस्तै गरेर दोहोऱ्याउँदै जानु होला साथीहरु, एकदमै सजिलो छ र हजुरहरूलाई कस्तो लाग्छ साथीहरु कमेन्ट पनि गर्नु होला, सल्लाह सुझाव दिनु होला। र मैले आज हेर्नु है यो डिजाइन लाई आज यति नै र पछि आउने चाहिँ साथीहरु आजलाई यति नै, बाइ बाइ।